यहाँ प्याकिङ गरेको कहाँ लाने सामान यो अस्ट्रेलिया जान लागेको भोलिको फ्लाइट छ अस्ट्रेलिया जाँदा यस्तो लानुपर्छ बोरा बोरा कतिवटा अर्को पनि आइसकेछ त भारी त आउँदैछ अरू पनि पठाउनु पर्यो भारी चाहिँ आधै यति छ यहाँ सिलाउनु यस्तो त म आफै गरिहाल्छु नि अब एउटा छ है बोरा मजाले सिलाउनु बाटोमा केही होला प्लेनमा हात ननिकाल्नु यहाँ सब्जी पनि त हालिदिँदैछु अस्ट्रेलिया पठाउनु पर्यो भनेर पड्केर आमै खुट्ला पनि गर्छ अनि यो अस्ट्रेलिया लाने हो नि त अनि त्यही भएर होला यति भएको हुन्छ नि हुन्छ बट्टा ठिक्क बनाएको छु भोलिन्छ होला यो बट्टा पनि सानो रहेछ बट्टा पनि त्यो बट्टा भोलि लाँदा पुगेको नि एक पिस एकजनालाई कति चाहियो त हौ अनि प्लेनमा खाँदै खाँदै जान्छु नि यसो अरूले माग्यो भने नदिनु थोरै छ भन्नु ल के गर्नु भएको तपाईँ चाहिँ मैले त यहाँ टिकटक हेरेको नि फेरि यता हाम्रो आमा चाहिँ टिकटक बनाउन नै आउँछ कि हेर्नु मात्रै हो? हेरेर यसो अलिअलि अब सिक्नुपर्छ बिस्तारै सिक्दै हुनुहुन्छ अरे मलाई पनि भ्लगहरू पठाइदिनु ए अस्ट्रेलिया गएर यस्तै चक्लेट पठाइदिनु ल हो त्यस्तै हो ल ल यस्तो चक्लेट अरे अब अस्ट्रेलियाको कुन ठाउँमा पाइन्छ हौ यस्तो चक्लेट पनि अस्ट्रेलियाको अब त्यो गएपछि ठाउँको नाम भन्नु है यति भोरि पित्त भरिएछ त अनि अनि यति अब पुगेको नि अब एकजना राम 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 गाइस यस्तो छ है त्यही पनि 10 बजेर आएसम्म यहाँ यति मिहिनेत गरेर पकाइदिएको छु यतिको लागि भाडा चाहिँ यत्रो पाइएन नि त यहाँ सानो किन्नलाई के गरेको यो सकिएन प्याकिङ गर्दैछु नि छुट्टियो पकेको सकिन 7 परिसक्यो सुत्नु छैन भोलि ढिलो भयो भने प्लेनले छोड बसेर पर्सि जान्छु प्लेनले छोड नि म चाहिँ केही जान्दिनँ पनि अर्को प्लेनमा जान्छु नि म लाने खाले हुन्छ र सिलाउनु नि पर्दैन आफ्नो त यस्तो छ के हो त्यो सुर्केस सुर्केस पनि शुभ के हो शुभ मुहार रक्छ त अनि बुढाउँदै लाने चाहिँ किन्नु छैन अनि अब जान्ने मान्छेलाई उल्टो न उल्टो अनि भारी पनि कतिवटा एउटा दुईवटा तिनवटा चारवटा रहेछ यतिले पुग्यो अब कति वर्षलाई उतै पैसा कमाएर किन्दा नि भइगयो बसेर सिलाइरहेको छु अब गल्यो भन्छ मान्छेले सुन्दा नि लाज के काम गरेको हो र भारी बोकेको हो र यहाँ कति मेहनत गर्नुपर्छ कि मुढामा बसेर सुई सिलाउनलाई उसलाई कति न 50 मनको भारी बोके जस्तो मोबाइल मात्रै छोडाएको छु भात कसले पकायो उहाँ बजारदेखि सामान किनेर कसले ल्याइदियो घर घरमा ल्याइदिनु